तपाईले पनि आजभोलि यस्ता कुरा धेरै सुन्नुभएको होला। एआईले सबैको जब खान्छ रे, एआई डेन्जरस छ रे, भोलि रोबोटले मानिसलाई कन्ट्रोल गर्छ रे। आजको भिडियोमा हामी एआई बारे फैलिएका 5 यस्ता भ्रम अथवा मिथ र त्यसको वास्तविकता रियालिटीलाई प्रष्टसँग बुझ्ने प्रयास गर्नेछौँ। यदि तपाईँ एआई को बारेमा डर होइन सही रियालिटी बुझ्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। एआई र च्याट जीपीटी एउटै हुन्। यो सबैभन्दा साधारण भ्रम हो। धेरैलाई लाग्छ च्याट जीपीटी नै एआई हो, तर वास्तविकतामा फरक छ। एआई एउटा ठुलो सागर जस्तै हो र च्याट जीपीटी त्यसको एउटा डुङ्गा मात्र हो। एआई भनेको मेसिनलाई मान्छे जस्तै सोच्न र सिक्न सक्ने बनाउने प्रविधि हो। यो एउटा ठुलो क्षेत्र हो जहाँ धेरै प्रकारका टेक्नोलोजी र एप्लिकेसनहरू पर्छन्। इक्जाम्पलका लागि तपाईले प्रयोग गर्ने गुगल म्यापले सबैभन्दा छोटो बाटो कसरी पत्ता लगाउँछ? तपाईको फोनको फेसलकले तपाईको अनुहार कसरी चिन्छ? युट्युबमा तपाईहरुलाई मनपर्ने भिडियोहरू कसरी रिकमेन्डेड हुन्छन्? यी सबै एआईले चलाइरहेका हुन्छन्। च्याट जीपीटी त जेनेरेटिभ एआई को एउटा सानो एक्जाम्पल मात्रै हो। एआई हाम्रो जीवनको हरेक क्षेत्रमा छ, केवल च्याट गर्ने एपमा मात्रै होइन। त्यसैले एआई भनेको च्याट जीपीटी भन्दा धेरै ठुलो र व्यापक छ। एआईमा मान्छेको जस्तो भावना हुन्छ। हामीले हलिउडका फिल्महरूमा रोबोटहरूलाई रोएको, हाँसेको, माया गरेको देखेका छौँ, तर यो वास्तविकता हो। एआईसँग प्रोसेसिङ पावर छ तर फिलिङ पावर छैन। एआईले तपाईलाई माया गरेको जस्तो वा रिसाएको जस्तो नाटक गर्न सक्छ, किनभने उसलाई त्यस्तै डाटामा तालिम दिएको हुन्छ। जस्तै आइ एम स्याड भन्दा उसले हाउ क्यान आई हेल्प यु भन्ने जस्ता उत्तर दिन सक्छ। यो भावना बुझेर होइन, डाटाको प्याटर्न अनुसार प्रतिक्रिया दिएको हो। यसको आफ्नै कुनै इच्छा, सपना वा दुःख हुँदैन। यो केवल गणित र डाटामा चल्ने एउटा प्रोग्राम हो। यसले हाम्रो कुरा बुझ्दैन, केवल हाम्रा शब्दका प्याटर्नहरू पहिचान गर्छ। एआई अहिले पनि भावनालाई सिमुलेट गर्न मात्र सक्छ, महसुस गर्न सक्दैन। एआईले सबै जागिरहरू खाइदिन्छ। धेरै मानिस सोचिरहेका छन् कि एआई को कारण अब काम पाइँदैन रे, सबै जब रोबोटले गर्छ रे, ड्राइभर, टिचर, प्रोग्रामर, डेभलोपर सबै बेरोजगार हुन्छन् रे, अन्त्यमा मान्छे नै युजलेस हुन्छ होला। के यो साँच्चै साँचो हो त? साँचो भन्नुपर्दा यो अहिलेको समयको सबैभन्दा ठुलो डर हो। तर वास्तविकता के हो भने एआईले काम समाप्त गर्दैन, काम गर्ने तरिका बदल्छ। अलिकति इतिहासतिर फर्केर हेरौँ। जब कम्प्युटर पहिलो पटक आयो, मानिसहरू डराएका थिए। अब टाइपराइटर चलाउनेको जागिर जान्छ। हो, केही काम हराए, तर त्यसको सट्टामा कम्प्युटरले लाखौँ नयाँ जागिरहरू सिर्जना गर्यो। क्याल्कुलेटर आयो भन्दैमा म्याथ सकिएन, कम्प्युटर आयो भन्दैमा अफिस बन्द भएन। एआईको प्रभाव पनि ठ्याक्कै त्यस्तै हो। एआईले ती कामहरू सजिलो बनाउँछ जुन बोरिङ छन्, दोहोरिने खालका छन्, रुल बेस्ड छन्। जस्तै ठुलो मात्रामा डाटा इन्ट्री, बेसिक कोड लेख्ने काम, सिम्पल रिपोर्ट तयार गर्ने काम। यी काम एआईले छिटो र सजिलै गर्छ। तर मान्छेमा हुने डिसिजन मेकिङ, क्रिएटिभिटी, प्रब्लम सल्भिङ र इम्प्याथी जस्ता अद्वितीय गुणहरूमा एआई कहिल्यै पनि मानिसको बराबरीमा आउन सक्दैन। एआई शत्रु होइन, एउटा पावरफुल टुल हो। योसँग डराउनु पर्दैन, बरु यसलाई प्रयोग गरेर काम कसरी छिटो, स्मार्ट र प्रभावकारी बनाउने भन्ने कुरा सिक्नुपर्छ। एउटा कुरा सधैँ याद राख्नुहोस्, एआईले तपाईको जागिर खाइदिँदैन, तर एआई चलाउन जान्ने मानिसले चाहिँ तपाईको जागिर लिन सक्छ। एआई सधैँ सही र निष्पक्ष हुन्छ। कतिपयलाई लाग्छ मेसिनले गल्ती गर्दैन, त्यसैले एआई सधैँ सही र निष्पक्ष हुन्छ। यो पनि एउटा ठुलो भ्रम रहेको छ। एआई त्यति नै जान्ने हुन्छ जति उसलाई सिकाउने मान्छे जान्ने छ। एआईले सिक्ने भनेको डेटाबाट हो। यदि एआईलाई गलत र अपूर्ण डाटा दियो भने उसले दिने नतिजा पनि गलत र अपूर्ण नै हुन्छ। जस्तै कुनै निश्चित समुदायको डाटा कम छ भने एआईले त्यो समुदायको बारेमा गलत अनुमान लगाउन सक्छ। यसले कहिलेकाहीँ गलत तथ्यहरूलाई पनि आत्मविश्वासका साथ साँचो हो भनेर प्रस्तुत गर्न सक्छ कि मानिस झुकिन सक्छन्। च्याट जीपीटी लगायतका एआई मोडलहरूले हेलुसिनेसन अर्थात् मनगढन्ते कुरा बनाउने पनि गर्छन्। त्यसैले एआईले दिएका जानकारीलाई सधैँ ह्युमन भेरिफिकेसनको आवश्यकता पर्छ। विशेष गरी स्वास्थ्य, कानुन र वित्तीय सल्लाहका लागि एआईमा मात्र भर पर्नु हुँदैन। एआईले भविष्यमा मान्छेलाई कब्जा गर्नेछ। रोबोटले संसार कब्जा गर्छ रे, मान्छेको अस्तित्व नै मेटिन्छ रे। के हामी साँच्चै नै हलिउडको मुभीको जस्तो फ्युजनमा छौँ? धेरैको दिमागमा टर्मिनेटर वा मेट्रिक्स जस्ता फिल्महरूले घर बनाएको छ, जहाँ एआईले मान्छेलाई नियन्त्रणमा लिन्छ। तर यहाँ हाम्रो कल्पना यथार्थभन्दा धेरै नै अगाडि दौडियो। यो साइन्स फिक्सन मुभीका लागि राम्रो कथा हो, तर वास्तविकतामा एकदमै फरक छ। अहिलेका एआई, जसलाई हामी न्यारो एआई भन्छौँ,
त्यो केवल निश्चित कामहरूका लागि मात्र बनाइएको हुन्छ। यसको स्विच र नियन्त्रण मान्छेकै हातमा छ। हामीले यसलाई कसरी प्रोग्राम गर्छौँ र कस्तो नियम बनाउँछौँ भन्ने कुराले नै यसको भविष्य तय गर्छ। एआई एउटा चक्कु जस्तै हो। चक्कुले आफै कसैलाई मार्दैन। चलाउने मान्छे असल छ भने त्यसले फलफुल काट्छ, तर खराब नियत भएको मान्छेको हातमा पर्यो भने नोक्सान गर्न सक्छ। अर्थात् एआई खतरनाक होइन, यसको दुरुपयोग चाहिँ खतरनाक हो। अहिले विश्वभरका वैज्ञानिकहरू र सरकारहरू रेस्पोन्सिबल एआई र एआई इथिक्समा काम गरिरहेका छन्। यसको मुख्य उद्देश्य भनेको एआईको विकास मानव जातिको हितको लागि मात्र होस् र यसको दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्नु हो। एआईसँग मान्छेको जस्तो आफ्नै चेतना वा इच्छा हुँदैन। यो हाम्रो एउटा आधुनिक औजार मात्र हो। त्यसैले डरले होइन, ज्ञान र सही बुझाइले हामीलाई प्रविधिको यो युगमा अगाडि बढ्न मद्दत गर्छ। सधैँ याद राख्नुहोस्, एआईले मान्छेलाई रिप्लेस गर्दैन, एआई नबुझ्ने मान्छेलाई रिप्लेस गर्छ। अन्त्यमा एउटा कुरा क्लियर छ, एआई हाम्रो शत्रु होइन, एआई बुझ्न नचाहने माइन्डसेट नै हाम्रो शत्रु हो। अब तपाईँको पालो, कमेन्टमा लेख्नुहोला एआईको कुन मिथमा तपाईँ पहिले विश्वास गर्नुहुन्थ्यो। यदि यो भिडियोले तपाईँको डर हटायो भने साथीहरूसँग सेयर गर्नुहोला। यस्तै सिम्पल, अनेस्ट र प्र्याक्टिकल टेक कन्टेन्टको लागि आइटी सर्भरलाई सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। सी यू इन द नेक्स्ट भिडियो।